बिस्किट बिस्किट हेलो हाम्रो के हो अब यता यो भयो त हेलो हाम्रो किपु मिस किपु लको सबैले सपोर्ट गरिदिनु एकदम हो एकदम भोलिको वेटले तानेको उहाँलाई अझै पनि हामी मैडमसँग यसरी उपस्थित दिएर यता हेर्नुभयो भने क्लियर छ अहिले एकदमै क्लियर छ। हेलो गाइस गुड मर्निङ फेरि पनि तपाईँहरूलाई सबैलाई है च्यानलमा स्वागत छ। र आज भने चाहिँ तपाईँलाई के भन्न चाहन्छु भने आज चाहिँ म त्यहाँनिर गोली खेल्नु जानु आँटेको छु है तराङमा। अन्त त्यहाँनिर चाहिँ आज ट्याङ्ग्रिनापको फुटबल चल्दै रहेछ अनि त्यहाँनिर चाहिँ अब गोली खेल्नु साथीले रातछुट्टी बोलाइरहेछ। अन्त अहिले भने चाहिँ लुगा फेर्दैछु हो र अब चाहिँ यहाँबाट है निक्लिनु हालेर हेर्ने। हेलो गाइस है र अहिले भने चाहिँ म घरबाट निक्लिसकेको छु। अब गोली खेल्नु गएको मेरो सानो म जन्मेको जग्गा अनि है मैले प्राइमेरी लेभल पढेको जग्गा म खेल्नु गइरहेको छु। र अस्ति भने चाहिँ साथीको भाइको टिममा खेल्नु लागि भनेको थियो तर भाइहरू हारेछ, सेकेन्ड म्याच आउँछु भनेको थिएँ हारेछ। र आज भने चाहिँ म साथीको टिममा खेल्नु गइरहेको छु। हेर्नुहोस् है इट्स ब्याक हो र अहिलेको भ्यू हेर्नुहोस् है यहाँनिर म घरबाट झरिसकेको छु। र यसरी नै यता हेर्नुभयो भने तपाईँले ब्याकग्राउन्ड कञ्चनजङ्घा यस्तो क्रिस्टल क्लियर छ, अहिले एकदमै क्लियर छ देख्न सक्नुहुन्छ। र अहिले भने चाहिँ म रोड पुग्नु आँटेको छु। हेर्नुहोस् है रोड पुगेर बाइकमा जान्छु। यहाँदेखि चाहिँ बाइकमा जाने तल देख्दै गरेको चाहिँ मेरो बाइकै यहाँनिर। र अहिले भने चाहिँ म बाइक भएकोमा आइपुगिसकेको छु। हेर्नु सक्नुहुन्छ बाइक है। अब यहाँबाट चाहिँ म स्टार्ट गरेर जान्छु खेल्नु। हेर्नुहोस् है ल आइपुगेँ। अब हामी यहाँ आइपुगिसकेको छौँ। यहाँ अब लाग्छ साथी भेट्छ है हेर्नुहोस् है। र गाइस अहिले भने चाहिँ हामी सबैजना है आएर रुममा आएर है ड्रेस चेन्ज गर्दैछौँ किनभने अर्को म्याच पनि रहेछ। दिनमा 3 म्याच है हुँदो रहेछ, 3टा म्याच। अनि त्यही कारणले चाहिँ सबैले आफ्नो आफ्नो जर्सी लिएर लाउनु थाल्यो। र मैले पनि है जर्सी लिएर मैले चाहिँ जर्सी नम्बर 6 लगाएर चाहिँ रेडी हुँदै थिएँ। अरू केटाहरू चाहिँ 1-2जना बाहिर है बाहिर उनीहरू रेडी भएर बुट लाउँदै थियो र म चाहिँ भित्र यहाँनिर रेडी गर्दैछु है। हेर्नुहोस् है ठुलो आश राखेका छौँ र के गरे थाहा छ मैले रोनाल्डो Yes.
साउलिन सकर छ त यो त ड्रग्स खाएछ साउलिन सकरको साउलिन सकरको बेसी हुन्छ न गुन्डाको टिम चाहिँ हेलो त्यस्तै गर्नुपर्छ होला अलिकति स्थितिमा ओ रिस्क आ रहा पो कुछ भी बोल पे बेहतर है पाय यता गयौँ कुजिमा होइन पाय इजी डिफेन्स एक्लैले थाम्दैछ नि त ल भएन भिडियो अफ गरौँ कि यसरी नै कति चार्नी लो 5-1 एक गोल हाल्यो ए लेजरको गल्तीले है यसरी नि 5-1 चाहिँ भइरहेछ कोठिलीले कुन चाहिँ टिम हो मार्चकलाई हराउनु भएको छ 5-1 ल अब यहाँनिर चाहिँ हामी खाजा खानु आँटेको है आजको फर्स्ट गोल स्कोरर थ्याङ्क यू फर्स्ट गोल स्कोरर देखेन पनि हो रोनाल्डोको त भुरी बस ल्यान्डिङ रोनाल्डोको आज फर्स्ट एकदम भुरीको वेटले तानेको नि बेसी एक्साइटेड क्या त्यो गोल भयो कि फर्स्ट ल सुरु गरौँ ल लाग्छ सुरु ल के हो यो आमामा चिकन
यो हो नि त यो खाजा खुवाइन्छ यो चाहिँ सबै टिमलाई हो सबै टिमलाई कि सधैँ दिन्छ कि आज मात्रै हो हाम्रो टिमलाई मात्रै हो ए सबै टिमलाई दिनु अन्त हेलो ल थ्याङ्क यू ल आजको म्याच जित्यो हो अब नेक्स्ट राउन्ड कहिले छ हौ अब कहिले जानु लाचो कहिले छ अब कहिले छ अब 23 जसलाई मैले अस्ति हेरेको ल ल पुग्नुपर्छ फाइनल यो पालि ल राइस चिकन यहाँनिर यो मुलाको चटनी यहाँ फसिएँ म यहाँनिर चाहिँ राइस रहेछ हो डेलिसियस चिकन इस्कुस होला है यो सिस्नु पनि रहेछ दामी यो अचार चाहिँ थुक आइसक्यो सिस्नु चाहिँ मैले मेरो मग कहाँ गयो के मग हाल्नु रे सिस्नु चाहिँ यसरी खानु माथि लगाइहाल्यो के हुने सिस्नु देखाइदिनु भाइ सिस्नु यो बस्तीको सिस्नु ल अलिक यता मलाई यहाँ मलाई ल दामी दामी ल बाई बाई र यहाँनिर चाहिँ है यो ट्याङ्ग्रिनको लागि है यो जुन फाइनलको दिन चाहिँ यो यहाँनिर यसलाई जलाउँछ हेर्नुहोस् है तर्फबाट उहाँलाई हामी दिएर आएको हामी कामना गर्न चाहन्छौँ र यसरी नै हाम्रो दिलीप सर एचएम टिङजेको हुनुहुन्छ सरले पनि आज म्याडमसँग यसरी उपस्थित दिएर है उहाँले आजको यो हाम्रो प्रोग्रामलाई मनोरञ्जन खोइ 1 2 3 दामी 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 आम्मा ल सोध्दै फेरि 1 2 आम्मा नुन आइज ल यहाँनिर गेमित आयो भने त यहाँनिर हो गेमितको दोकान रहेछ हो यहाँ हो गेमित यहाँ के अब यहाँनिर मोमो एकदम खतरा बिक्री हुँदो रहेछ हो यहाँनिर पेम्किट मोमो कस्तो रहेछ दामी हाउस द टेस्ट सुपर ल यहाँनिर दोकान चाहिँ एकदम खतरा चल्दैछ दोकान एकदम चल्दो रहेछ यहाँको गेमितको ठुलो चौ के को 20 केजीको बाले छ 20 केजीको बाले आम्बो 20 केजी हेलो हाम्रो के हो न अब यता पनि ब्लगर खै यो बोल्यो त हेलो हाम्रो मिस किपु ब्लगको सबैले सपोर्ट गरिदिनु एकदम हो यहाँनिर खतरा चल्दो रहेछ यहाँनिर अब चाहिँ लागेको हो ल भाइ ल सी यू दामी 24 हो ल गएको ल अब चाहिँ ल ब्रदर ब्लगमा गाइस अब चाहिँ रात परिसकेछ हो साइड सिट पनि पऱ्यो होला यहाँ अब बाइक भएको जग्गामा आइपुगेछु यहाँ बाइक राखेको थिएँ अब चाहिँ हो यहाँनिर गरेर अब यो गरेर फर्केको है ओके ल अब यहाँनिर सब प्याक गर्नुपर्छ यहाँ लानुपर्छ त्यहाँबाट चाहिँ है ल अब धेरै रात परिसकेछ हो अब चाहिँ यहाँबाट निक्लिनु आँटेको है हेर्नुहोस् है बाटो एकदम खराब छ तलसम्म हो मोमो एकदमै खराब छ तल पुगेपछि त केही छैन फेरि मेरो अहिले के भएको छ भने
फुट ब्रेक अलिक राम्रोसँग लागेको छैन अचम्म लाग्दैछ हो फुट ब्रेक बिहान एकदम बिस्तारै आएँ अलिकति त्यस्तै भइरहेछ लेट्स सी के हुन्छ र अहिले भने चाहिँ म यहाँबाट निक्लिसकेको हेर्नुहोस् है निक्लेको अब गएर लिङथेम्पुङ भन्छ म्याच राम्रै भयो 3 गोल लगाएँ हो छम्बुले 2 गोल लगाएछ कस्तो भयो अहिले गएर हेर्नुपर्छ भिडियो त गरिदिएको होला भाइले भन्ने त्यही छ विचार चाहिँ बाटो हेर्नुहोस् त आम्मामा ओ आम्मामा यस्तो छ नि त बाटो वाउ पनि यो यस्तोमा म अघि आएँ